म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदिन्छ। झापा क्षेत्र नम्बर 5 अहिले नेपालको राजनीतिमा सायद सबैभन्दा धेरै चर्चामा रहेको चुनावी मैदान यही हो। आज हामी यही महासंग्रामको गहिराईमा पुगेर विश्लेषण गर्दैछौँ। हामी यहाँ एउटा यस्तो चुनावी भिडन्तको कुरा गर्दैछौँ जसले नेपाली राजनीतिको भविष्यलाई लिएर देशभर चलिरहेको एउटा ठूलो द्वन्द्वलाई नै प्रतिनिधित्व गर्छ। यो भनेको पुरानो र नयाँ पुस्ता बीचको शक्ति सङ्घर्षको एउटा जीवन्त उदाहरण हो। सबैभन्दा पहिले मैदानको अवस्था कस्तो छ त्यो बुझौँ। झापा 5 जसलाई लामो समयदेखि एमालेको विशेष गरी केपी ओलीको एउटा अभेद्य राजनीतिक लाल किल्ला मानिँदै आएको थियो, तर यसपटक यो किल्ला निकै बलियो घेराबन्दीमा परेको देखिन्छ। एकातिर छन् राजनीतिको मैदानका माहिर खेलाडी केपी शर्मा ओली अनि अर्कोतिर बालेन शाह जस्ता नयाँ अनुहारहरूको एउटा राष्ट्रिय लहर छ। यही लहरको बढ्दो प्रभावले देशभरिका पुराना शक्तिहरूलाई चुनौती दिइरहेको छ र यही राष्ट्रव्यापी चुनौतीले गर्दा ओली आज आफ्नै गढमा रक्षात्मक अवस्थामा पुग्न बाध्य भएका छन्। अब जब आफ्नै किल्ला खतरामा पर्छ तब के हुन्छ? त्यति बेला प्लान बी अगाडि सारिन्छ। ओलीले पनि त्यस्तै एउटा रणनीति अघि सारेको देखिन्छ जसलाई राजनीतिक वृत्तमा म्याच फिक्सिङ भनेर पनि चर्चा गरिँदैछ। भन्नुको मतलब चुनाव जित्नका लागि पार्टीको सिमाना नागेर पर्दा पछाडिबाटै विभिन्न डिल गरेर भोट आफ्नो पक्षमा पार्ने कोसिस। अब यो म्याच फिक्सिङ भन्ने शब्द सुन्दा अलिक अनौठो लाग्न सक्छ। यो खेलकुदको मैदानको कुरा होइन, यो त राजनीतिमा जुनसुकै हालतमा चुनाव जित्नका लागि अपनाइने एउटा उच्च स्तरीय दाउपेच हो, भित्री रणनीति हो। ख्याल गर्नुपर्ने कुरा के हो भने यो कुनै औपचारिक घोषणा गरिएको गठबन्धन होइन। यो त बालेनको राष्ट्रिय लहरलाई रोक्न चाहने विभिन्न कहिलेकाहीँ त ठिक विपरीत विचारधाराका राजनीतिक खेलाडीहरू बीचको एउटा साझा स्वार्थको प्रयास हो, एउटा अनौपचारिक समीकरण। त्यसो भए यो म्याच फिक्सिङ व्यवहारमा कसरी लागू हुन्छ त? एकदम सरल छ। यो एउटा शक्तिशाली लेनदेनमा आधारित छ। भविष्यमा राजनीतिक शक्ति दिने वाचा गर्ने र त्यसको बदलामा अहिले भोट लिने। यो रणनीति कति गहिरो छ भन्ने कुरा त यहाँबाटै थाहा हुन्छ। ओलीले आफ्ना कट्टर प्रतिद्वन्द्वीहरूलाई समेत निकै आकर्षक प्रस्तावहरू दिइरहेका छन्, जस्तै नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको पद अनि राप्रपाका स्थानीय नेताहरूलाई मेयर जस्ता महत्त्वपूर्ण पदहरू। यो त गठबन्धन मात्रै होइन, यो त भविष्यको शक्ति बाँडफाँडको खेर हो। अनि यो रणनीति ठूला नेताहरूमा मात्रै सीमित छैन, यो त एकदमै मसिनो तहसम्म पुगेको छ। यहाँसम्म कि एकजना स्थानीय व्यवसायीसँग गठबन्धन गरेर करिब 1200 जति ससाना तर निर्णायक भोटहरू समेत सुरक्षित गर्ने प्रयास भइरहेको छ। कुरा यतिमा मात्रै सीमित छैन, अरू दलबाट चुनाव जितेका पदाधिकारीहरू पनि यसमा सामेल हुँदैछन्। यसले के देखाउँछ भने गोप्य गठबन्धनको एउटा निकै जटिल जालो बनिरहेको छ, जहाँ व्यक्तिगत सम्बन्ध र पुराना तिक्तताले पनि भूमिका खेलिरहेको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी पर्दा पछाडिका सम्झौताहरू अब भोटको ठोस सङ्ख्यामा अनुवाद हुन थालेका छन्। केही प्रमुख व्यक्तिहरूले यति भोट दिलाउँछु भनेर वाचा गरिरहेका छन् जसले चुनावको सम्पूर्ण अङ्कगणितलाई नै तलमाथि पार्न सक्छ। खैर, एकातिर ओलीले राजनीतिक गठबन्धनको यस्तो जटिल जाल बुनिरहेका छन्, तर अर्कोतिर बालेन शाहको चुनौती कुनै राजनीतिक सम्झौताबाट आएको होइन। यो त सिधै जनताको मनमा रहेको आक्रोश र जवाफदेहिताको मागबाट जन्मिएको हो। बालेनको लहर भनेको नयाँ अनुहारको आकर्षण मात्रै होइन, यो त जनताको मनमा गढेर बसेको पुरानो घाउको एउटा प्रतिबिम्ब हो। देशको एउटा विवादास्पद आन्दोलनको त्यो नसुल्झेको कथा अहिलेको चुनावमा एक शक्तिशाली शक्तिको रूपमा देखा परेको छ। तर यो लडाईँ केवल पर्दा पछाडिको सम्झौताको मात्रै होइन, यो झापा 5 का 1,63,379 मतदातालाई कुन पक्षले आफ्नो कथा बढी विश्वासिलो ढङ्गले सुनाउन सक्छ भन्ने सार्वजनिक लडाईँ पनि हो।
दुई पक्षले दिइरहेको सन्देशमा आकाश जमिनको फरक छ। ओली खेमाले आफ्नो अनुभव, स्थिरता र भविष्यको विकासको कुरा गरिरहेको छ। उता विपक्षी खेमा चाहिँ विगतका घटनाहरूको जवाफदेहिता खोज्दै परिवर्तन र न्यायको शक्तिशाली मागबाट प्रेरित छ। हो, त्यो जवाफदेहिताको मागको केन्द्रमा छ ज्यान्जी आन्दोलन। यो 76 को सङ्ख्या कुनै तथ्याङ्क मात्र होइन, यो त्यो आन्दोलनको क्रममा भएको मानवीय क्षति हो जुन अहिले चुनावको एउटा केन्द्रीय र निकै भावनात्मक मुद्दा बनेको छ। हो, यही कुराले झापा 5 का मतदाताहरूलाई एउटा ठूलो दोधारमा उभ्याइदिएको छ। अब उनीहरूले के रोज्ने? विकासका ठूलठूला वाचा गर्ने अनुभवी नेतालाई वा विगतका ती गाउँहरूका लागि न्याय माग्ने नयाँ प्रतिस्पर्धीलाई? यो आन्दोलनको विरासत धेरै मतदाताका लागि एउटा गहिरो भावनात्मक र व्यक्तिगत विषय बनेको छ जसलाई उनीहरूले भुल्न सकेका छैनन्। तनावलाई अझै बढाएको छ अर्को एउटा निर्णयले। त्यो हो नेताहरूलाई दोषी देखाउन सक्ने एउटा महत्त्वपूर्ण छानबिन प्रतिवेदनलाई चुनाव नसकिउन्जेल सार्वजनिक नगर्ने निर्णय। यसले गर्दा भोट खसिसकेपछि मात्र प्रतिवेदन सार्वजनिक गरेर कसैलाई जोगाउन खोजिएको त होइन भन्ने आशंका बढेको छ। अब झापा 5बाट अलिकति बाहिर निस्केर हेरौँ, किनभने यो लडाईँ त्यहाँ मात्र सीमित छैन। यो त नेपाली राजनीतिको भविष्यका लागि देशभरि चलिरहेको एउटा ठूलो सङ्घर्षको सानो तर निकै महत्त्वपूर्ण झलक हो। राष्ट्रिय स्तरमा हेर्ने हो भने यो सङ्घर्ष 3 धारमा बाँडिँदैछ। एकातिर ओली छन् जो अनुभव र स्थापित व्यवस्थाको प्रतीक हुन्। अर्कोतिर गगन थापा छन् जो यही प्रणालीभित्रै बसेर सुधार गर्न चाहन्छन्। र तेस्रोमा छन् बालेन शाह जो यो सम्पूर्ण व्यवस्थाकै विरुद्धमा विद्रोहको प्रतिनिधित्व गर्छन्। रमाइलो कुरा के छ भने यी तीनै शक्तिहरूले तान्न खोजेका मतदाताहरू उही हुन् जो परिवर्तन चाहन्छन्, तर उनीहरूले देखाएका बाटोहरू भने एक अर्काभन्दा बिल्कुलै फरक छन्। यसले के देखाउँछ भने पुराना शक्तिहरूको विकल्प खोजिरहेका मतदाताहरूसँग अब एउटै होइन धेरै विकल्पहरू छन् र यही कारणले गर्दा अहिलेको राजनीतिक वातावरण झन् जटिल र अप्रत्याशित बनेको छ। त्यसो भए यो सबैको निचोड के हो त? झापा 5 मा हुन लागेको यो चुनाव केवल एउटा सिट भर्नका लागि मात्रै होइन, यो चुनावभन्दा धेरै ठूलो कुरा हो। यो त एउटा राजनीतिक परीक्षा हो। हो, यो एक राष्ट्रिय परीक्षा हो जसको नतिजाले देश कता जाँदैछ भन्ने कुराको फैसला गर्नेछ। यदि ओलीले जिते भने यसले स्थापित सङ्गठन र अनुभवको शक्तिलाई फेरि एकपटक प्रमाणित गर्नेछ। तर यदि बालेनले बलियो प्रदर्शन मात्रै गरे भने पनि यसले एउटा स्पष्ट सन्देश दिनेछ कि नेपालका पुराना राजनीतिक किल्लाहरू अब अभेद्य छैनन्। र अन्त्यमा झापा 5 को परिणाम केवल एउटा सिटको जितारमा सीमित रहने छैन। यो त एउटा फैसला हुनेछ कि अनुभव र बलियो सङ्गठनले परिवर्तनको राष्ट्रिय लहरलाई रोक्न सक्छ वा सक्दैन। यहाँको नतिजाले आजको नेपालमा स्थापित शक्ति र विद्रोहको नयाँ लहरमध्ये कसको पल्ला भारी छ भन्नेबारे एउटा शक्तिशाली सन्देश दिनेछ जसले नेपालको भावी राजनीतिको बाटो तय गर्न सक्छ।